कसैले नाम नखुलाई उजुरी हाल्छ त्यसलाई प्रमाण झैं मानेर हिलो छ्याप्ने, विवादमा तान्ने र पदबाट हटाउने कतै यहाँ षड्यन्त्र त हुँदै छैन। कतै प्रहरी जस्तो संवेदनशील संस्थाको नेतृत्व गर्ने व्यक्तिलाई राजनीतिक स्वार्थको घेराभित्र तान्ने काम त गरिँदै छैन। यदि गरिँदैछ भने यो कस्तो राजनीति हो? कुनै व्यक्तिमाथि आरोप लाग्दैमा त्यो व्यक्ति दोषी भइहाल्दैन। आरोपको सत्यता छानबिनबाट प्रमाणित हुनुपर्छ। बेनामी उजुरी, हल्ला वा अपुष्ट कुराकै आधारमा एउटा जिम्मेवार पदमा बसेको व्यक्तिले तुरुन्तै राजीनामा दिनुपर्ने अवस्था बनाउने हो भने भोलि सरकारी पदमा बसेका कर्मचारीदेखि सार्वजनिक पद धारण गरेका व्यक्तिको अवस्था के हुन्छ? कसैले आरोप लगायो राजीनामा देऊ, कसैले विवाद निकाल्यो राजीनामा देऊ, कसैले उजुरी हाल्यो राजीनामा देऊ। यदि यही मापदण्ड हो भने राज्यका जिम्मेवार पदमा बसेर काम गर्ने कसको आँट हुन सक्छ? आरोपकै भरमा चरित्र हत्या गर्ने वा पदबाट हटाउने प्रयास हुन्छ भने व्यक्ति मात्र होइन, संस्थामाथि नै प्रश्न खडा गर्छ। नेपाल प्रहरी जस्तो संवेदनशील संस्थाको नेतृत्व गर्ने व्यक्तिलाई राजनीतिक स्वार्थको घेराभित्र तान्ने होइन, प्रमाण र कानूनका आधारमा मूल्याङ्कन गर्नुपर्छ। राजनीति गर्न पाइन्छ, प्रश्न उठाउन पनि पाइन्छ, तर षड्यन्त्र गरेर कसैको पद र प्रतिष्ठा समाप्त गर्ने राजनीति स्वीकार्य छैन, हुँदैन।